हेलो हेलो साथीहरू, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म माछा बनाउँदैछु मेरो तरिकाबाट। माछामा चाहिँ मैले अलरेडी मसलाहरू मिक्स गरिसकेको छु। त्यसमा पनि मैले फिस मसला भनेर यो सेन्चुरीको अलिकति एड गरेको छु। खासै धेरै मसला चाहिँ युज गर्दिनँ म। अब पुरै मसलाहरू मिक्स गरेर अघि एकछिन राखेको थिएँ, यसलाई पनि मिक्स गरेर अब एकछिन राख्छु। अनि त्यसबाट म टाउको र पुच्छर छुट्याउँछु ग्रेभीको लागि। आज चाहिँ म टाउको पुच्छरको ग्रेभी पनि हजुरहरूलाई बनाएर देखाउँछु है त। हेर्नुहोस् है त, मैले यो पनि छुट्याएर राखिसकेको छु। सबै मसलाहरू मिक्स भयो। अब चाहिँ यहाँ टाउको फ्राई हुँदैछ तेलमा। यो मजाले फ्राई गरेर अनि यसलाई ग्रेभी गर्ने हो नि त। हेर्नुहोस् त है, टाउको पुच्छर फ्राई भइसकेको छ। हेर्दा नि खाइहालौँ जस्तो भइरहेछ है। ग्रेभीको लागि चप गरेको प्याज, टमाटर अनि धनियाँ पत्ता, लसुन, जिरा, धनियाँको पेस्ट। अब चाहिँ मैले अलिकति कराईमा तेल राखेको छु अनि अलिकति मेथी पनि फुराउँछु। यसमा म अर्थक मसलाहरू एड गर्दिनँ, मलाई अलि मसला कमै राखेको मनपर्छ जुनै खानामा पनि। अब अलिकति प्याज राखेँ। प्याजलाई चाहिँ अलि ब्राउन हुने गरी फ्राई गर्नुपर्छ है त। ब्राउन हुने गरी फ्राई गर्यो भने मिठो हुन्छ नि त। यसलाई चाहिँ यतिको भइसकेको छ प्याज चाहिँ। अब यसमा अलिकति बेसार एड गर्छु, थोरै 1-2 चम्चा, कति राख्नुहुन्छ हजुरहरू। मैले चाहिँ 2 चम्चा राखेँ। अब अलिकति यसमा अघि चप गरेर राखेको टमाटर नि एड गरेको छु मैले। टमाटरलाई चाहिँ एकछिन मजाले पकाउनुपर्छ सानो ग्यास बनाएर। अघि ग्राइन्ड गरेको मसला नि एड गरेको छु। अब यसलाई एकछिन सानो ग्यास बनाएर मजाले पाक्न दिनुपर्छ। अब यतिको भए पछाडि एकछिन यसलाई छोपिदिने अनि एकछिन पाक्न दिने। त्यस पछाडि हेर्नुहोस् त यतिको भइसकेको छ। अब यसमा अलिकति मजाले चलाउने अनि अलिकति यसमा पानी एड गर्ने। पानीमा चाहिँ म सादा पानी राख्दिनँ, चामललाई पखालेर राखेको हुन्छ नि पानी, त्यो राख्न राम्रो लाग्छ मलाई चाहिँ। तपाईँहरू के राख्नुहुन्छ थाहा भएन, म चाहिँ यसरी गर्छु। अब चाहिँ यसमा अघि फ्राई गरेको माछाको टाउको अनि पुच्छर एड गरेको छु मैले, यसमा राखिसकेको छु। अब यसमा सबै टाउको पुच्छरहरू राखिसके पछाडि अलिकति अघि चप गरेको धनियाँ पत्ता पनि मैले एड गरेको छु है त। अब मेरो माछा ग्रेभी भइसकेको छ। हेर्नुहोस् त, हजुरहरू पनि ट्राई गर्न सक्नुहुन्छ है त मेरो तरिकाबाट।